नेकपा एमाले बिस्तारै अध्यक्ष केपी शर्मा ओलीको हातबाट बाहिर जान थालेको छ। एमालेको दोस्रो विधान महाधिवेशन सकिँदासम्म नेतृत्वमा ओली निर्विकल्प थिए। विधान महाधिवेशन सकिएको 2 दिनमा देशमा ठूलो उथलपुथल भयो, जसले ओलीको विकल्प खोज्ने अवस्थामा एमाले पुगेको छ। बहुसंख्यक पदाधिकारीहरू अध्यक्ष ओलीले जेनजी आन्दोलनको नैतिक जिम्मेवारी लिएर नेतृत्वबाट हट्नुपर्ने पक्षमा उभिएका छन्। ओलीले नेतृत्व छाड्नुपर्ने मत केन्द्रीय समितिसम्म बलियो बन्दै गएको छ। ओली विरुद्ध बोल्न डराउने नेताहरू अहिले निर्धक्क बोल्न थालेका छन्। केन्द्रीय समितिको बैठकमा ओलीले नेतृत्व छाड्नुपर्ने माग जबरजस्त ढङ्गले उठेको छ। बैठकको दोस्रो दिन 147 जना केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका छन्। हिजो पहिलो दिन 50 जना केन्द्रीय सदस्यले धारणा राखेका थिए। केन्द्रीय सदस्यको धारणा सुनेपछि भोलि पदाधिकारीहरूले पनि आफ्नो धारणा राख्ने कार्यतालिका रहेको छ। बैठकमा नेताहरूले राखेका धारणा बाहिरिन थालेका छन्, जसप्रति अध्यक्ष ओलीले रोष व्यक्त गरेका छन्। उनले आफू विरुद्ध खुलियामा आवाज उठ्न थालेपछि नेताहरूमाथि दबाव बढाउन थालेका छन्। आफ्नो महत्त्व र बैठकको गरिमा कायम राख्न पार्टी नेताहरूलाई उनले आग्रह गरे। यो दबावपछि पनि उनको पक्षमा माहौल बनिरहेको छैन। केन्द्रीय सदस्यहरूले अध्यक्ष ओलीको अहङ्कारका कारण देशको प्रशासनिक भवन, अदालत लगायतका महत्त्वपूर्ण संरचना जलेको आरोप लगाएका छन्। संख्याको दम्ब नदेखाउन, यथार्थ धरातलमा टेक्न, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा स्वागत गर्न, परिस्थितिको राम्रो मूल्याङ्कन गरेर चुनावको तयारीमा लाग्न र जेनजी आन्दोलनको जिम्मेवारी लिँदै नेतृत्वबाट बिदा हुन केन्द्रीय सदस्यहरूको सुझाव छ। ओलीको पक्षमा पनि आवाज उठेका छन्। केही नेताहरूले अध्यक्ष ओलीको आलोचना गर्ने केन्द्रीय सदस्यहरूलाई कारबाही गर्नुपर्ने भनाइराखेका छन्। ओलीको राजीनामा माग्ने पदाधिकारीलाई निष्कासन गर्नुपर्ने माग पनि उठेको छ। तर अधिकांश सदस्यहरूले पार्टी पुनर्गठनको माग उठाएका छन्।